नाटोसँग बसेर पुग्यो तँलाई? आखी मेरै घरमा आउनु पर्दो रहेछ त। अघि त नाटो ल्याएर पिटाइस् मलाई। अझै हेरेर बस्ची लास पछि गएमै। रोक रोक। अब त यता हैन यता जान्छिस्। ए नगचरी अझ नबोली बस्छिस्? दाइले के भन्नु म सुनेनस्? नानी हजुरले त मेरो पीडा बुझ्दिनुस्। हजुर पनि त नारी हो। नारीको पीडा नारीले नबुझेर कसले बुझ्छ र? छी 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 अझ कति लास पचार बोल्न सकियो? दिनभरि नाटोसँग आफू लठारेर आउने, अझ पीडा चाहिँ मैले बुझ्दिनु पर्ने? ऊ मेरो एउटा असल साथी मात्र हो, कुनै नाटो साथी होइन। ए नाटो होइन भन्छिस्? त्यहाँ बारीमा चप्की चप्की बस्ने को हो? तेरो नाठो नभएर तेरो बाउ हो त? हो त्यो मेरो नाठो नै हो। त्यो मेरो असल साथी हो भन्दाखेरि पनि तपाईँहरूले विश्वास नगरेपछि मेरो नाठो नै भयो। ए अब हुँदा हुँदा मुखी लाउनु भइस है यसलाई त? मुखी लाग्छिस्? तर नखेचरी मुखी लाग्यो त? बस्नु पनि कोही पर्दैन क्या तँलाई यहाँ मेरै आँखा देख्नु म त कसरी राख्छु है? बिस चाहिँ मेरो घरमा मेरो आँखा देख्छु यस्तै मेरो मैले राख्छु। निकाल निकाल मेरो घरमा फर्केर आइस भने तँलाई मारिदिन्छु। गइहाल यहाँदेखि। आइस भने तँलाई मारिदिन्छु मैले। हिँड बहिनी, हाम्रो प्लान सक्सेस भयो।